हेरेको के अस्तिको जस्तै लाटाले केरा हेरे जस्तै। 10 मिनट मात्रै के, यताउति नहलिनु न, म हजुरलाई हेरिरहन्छु। अचम्म छ बा, कहिले मेरो मुख देखाएको थिएन? हे आमा पनि आहा चिम्मा गर्नु त। अचम्म, ल चिम्मा गरे। आजको दिन त बढी बोल्नु हुन क्या आमा, चुप लागि आ गर्नु त। ल आ। आमाको मुखेनी दिनको भन्नै नसक्ने गरी शुभकामना। मेरो बाबुलाई धेरै धन्यवाद। मम्मी काम विशेषले भेट्न आउनु भएन, केही मनपर्ने चिज किन्नु भनेर दिनुभएको यो रुपैयाँ। किन दुःख गर्नु पर्थ्यो र? मैले पनि तिम्रो मामुलाई धेरै सम्झेको छ भनिदेऊ ल। हस्। अनि मैले तपाईँको बारेमा सबै यस्तो उस्तो भनेर प्रशंसा गरेँ, अनि हामीले खिचेको फोटो पनि देखाए। मम्मी निकै खुसी हुनुभयो। बाबाले भन्नुभयो यति राम्रो भगवानलाई हेर्न र देख्न भाग्यले साथ दिएन, तर तिमीले भने जस्तै काटी कुटी मेरी आमा पनि त्यस्तै थिइन् भनेर भन्नुभयो। त्यति मात्र हो र? आज कता कता आमाको याद आयो भनेर भन्नुभयो। हो र? अनि काठमाडौँमा आइसकेपछि पहिलो कमाइबाट आमालाई भनेर आमालाई मन पर्ने मखमल कपडाको चोली बनाएर राख्नु भएको रहेछ। अनि रुँदै भन्नुभयो आमालाई त सपना भयो, तर तिमीले भने जस्तै काटी कुटी मेरी आमा पनि त्यस्तै थिइन्। म आज आँखा चेक गराउन जानु छ, त्यसैले आउन पाउँदिन होला। चोली चाहिँ आमालाई दिएछ है भनेर दिनुभएको छ। अनि बाबाले भन्नुभएको छ यो चोलीले आमाको हरेक दुःख र पीडाको जाडो कटोस् भनेर प्रार्थना गर्नुभएको छ। तिम्रो बाबालाई छिट्टै ठिक हुन्छ। मलाई पनि ठ्याक्कै यही भक्कोली चोली मनपर्छ नि। हस् आमा, मलाई ढिला हुन्छ, म गएँ है। हुन्छ आमा, भरे जाँदा हजुरलाई भेटेर जान्छु है। गएछ है।